यस्तो रमाइलो ठाउँमा पानी खाँदै हामी सिलगढामा पुग्यौँ है यहाँनिर यो संस्कृति पार्कमा साह्रै राम्रो रहेछ एकदम शीतल एकदम शीतल एकदम राम्रो यहाँ मान्छेहरूको गर्नुहुन्छ हेर्न सक्नुहुन्छ होइन एकदम राम्रो रमाइलो अनि हामी चाहिँ यहाँ ल्याउँछौँ छोरासँग यहाँ चाहिँ सानो हाम्रो माछा पोखरी रहेछ राम्रो अनि यहाँ चाहिँ ठेकीहरूको भाडा माछा कछ ठेकी त फेरि नदेखेर भर्खर देख्दैछु कछ भने लगाएन यहाँ हाम्रो ग्याङहरू सबैजना यहाँनिर टोलुको दुधकुण्ड पोखरी यहाँ माथितिर चाहिँ त्यही आरा धरानले काटेको साकुरा लिम्बू भन्ने न यहाँनिर कस्तो राम्रो केरा कस्तो ह्यान्डसम यो गोर्खाज यो अक्षर चाहिँ हेर्नुहोस् त खुकुरी यो भित्र खुकुरीको गुण त्यहाँ देख्नुभयो मान्छेको भिडभाड यत्तिकै यहाँनिर आज होइन यहाँको भोलिपल्टलाई के भन्छ त्यो दिन चाहिँ अझै यहाँनिर सबैजना धेरै भिडका साथ हुन्छ घुम्न आउने चाहिँ होइन सबैजना यहाँनिर एकदम खुसी खुसी रमाइलो पार्कमा साँच्चीकै राम्रो र रमाइलो रहेछ एकदम खुसी खुसी भिडभाडलाई चिर्दै अब लगभग घुमिसक्न लागेको अवस्था जस्तो लागिरहेछ यहाँ चाहिँ हाम्रो सन्तानले चाहिँ मूर्ति रहेछ यस्तै आउँछ के गर्नु यस्तो यो के भन्छ यसलाई यो के हो एउटा यो चाहिँ पात जस्तो देखिने होइन छाना रहेको एउटा चाहिँ बस्ने चौतारी नै भन्नु पर्ला हौ त्यसलाई कस्तो राम्रो रहेछ कि यो चाहिँ झन् सर एकदम स्पेसल है वाउ नै छ
यस्तै संसारमा बसिरहनु भएका हाम्रा भन्न आउने मलाई डर लाग्यो पुरा डर लाग्यो जतै जिनिस ठाउँमा पनि एकदम भिड लागिरहेको देखिने दृश्य एकदम मनमोहक एकदम राम्रो छ। हजुर ओके छ त दिदीहरूसँग समातेर हिँड्नु है। हेलो हस् अनि यहाँ चाहिँ हेलो अच्छा ए त डाँडामा डाँडामा हामी यतातिर जानेछौँ। सबैजना गइसक्यो कि अब चाहिँ हामी घुमिसकेर लगभग बाहिर निस्क्यौँ। बाहिर निस्किँदा पनि मान्छेहरूको भिडभाड ठिकै छ। हामी चाहिँ यो श्रम संस्कृति पार्कदेखि बाहिर निस्किसक्यौँ हामी होइन, घुमेर चाहिँ होइन निस्किसक्यौँ। तर पनि जानेको क्रम र छुट्नेको क्रम त्यतिकै बराबर छ। खुसी लाग्यो। अब मात्र एक ठाउँ चाहिँ बाँकी छ, जहाँ झर्ना झरिरहेको छ दृश्य छ। यो चाहिँ उहाँले चाहिँ यस्तै राम्रो बारीहरू छ होइन, यहाँ चाहिँ एकदम राम्रो तरिकाले सजावट भएको श्रम प्रसाद लास्ट हिँड्नको डरले देखिरहेको दृश्य चाहिँ श्रम संस्कृति पार्कको सबैभन्दा सायद साँच्चीकै मनमोहक दृश्य जस्तो लाग्छ। अब हामी यहाँ पस्दैछौँ है, साथीहरू राम्रो छ। हजुर पनि एकपल्ट भिजिट गर्नै ठाउँ रहेछ है, एकदम राम्रो। गरिरहेको छ होइन, यो पनि आर्टिफिसियल नै हो, एकदम राम्रो छ। राम्रो लाग्यो। यो चाहिँ दुईजना यहाँनिर यो कार्यक्रम साँच्चै हाम्रो संस्कृति जानकारी, हाम्रो पोसाक होइन, हाम्रो गर्व झोला झोला दुईजना होइन हाम्रो लेडिज के भन्छ मूर्ति यहाँ राख्नुभएको रहेछ, एकदम राम्रो है। यति नै अन्त हाम्रो लेडिज के भन्छ मूर्ति यहाँ राख्नुभएको रहेछ, एकदम राम्रो है। यति नै अन्त
Assalamualaikum. Bye bye.